नमस्कार साथीहरू, मोटिभेसन सफर युट्युब च्यानलमा तपाईलाई स्वागत छ। के तपाईले कहिले कुनै चिजलाई यति कसिलो गरी समात्नु भएको छ कि त्यसले तपाईलाई नै चोट पुर्याउन थालेको होस्? कुनै सम्बन्ध, कुनै याद, कुनै कुरा जसलाई तपाई छोड्न सकिरहनु भएको छैन, तर त्यसले तपाईलाई हरेक दिन तोडिरहेको छ। भगवान बुद्ध भन्नुहुन्छ, जब तपाईले छोड्न सिक्नुहुन्छ तब मात्र तपाईले बाँच्न सिक्नुहुन्छ। यो कहानी एक यस्तो व्यक्तिको हो जसले सबै कुरा आफ्नो भित्र बाँधेर राखेको थियो र एक दिन जब उसले छोड्यो तब पहिलो पटक उसले आफूलाई स्वतन्त्र महसुस गर्यो। यो केवल एउटा कहानी होइन, यो एउटा ऐना हो जसमा हरेक मानिसले आफ्नो परछाइ देख्छ। उसो भए आजको कहानी सुरु गरौँ। छोड्नु एउटा बौद्ध कथा जसले हामीलाई जीवनको सबैभन्दा सुन्दर पाठ सिकाउँछ। धेरै समय पहिले बुद्ध आफ्ना शिष्यहरूसँग एउटा गाउँमा बसेका थिए। बिहानको समय थियो। सूर्यका पहिलो किरणहरू रुखका पातहरूबाट छिरेर आइरहेका थिए। सबै शान्त थियो, तर एक शिष्य आनन्द भित्रैदेखि बेचैन थियो। उसले बुद्धसँग भन्यो, भगवान, म हरेक सानो कुरामा दुखी हुन्छु। कसैले केही भन्यो भने म विचलित हुन्छु। कुनै आशा टुट्यो भने भित्र खालीपन महसुस हुन्छ। म के गरौँ? बुद्धले मुस्कुराउँदै उसको अनुहारमा हेरेर भने, आनन्द, नजिकैको नदीमा जाऊ। दुवै नदीको किनारमा पुगे। बुद्धले एउटा ढुङ्गा उठाए र आनन्दलाई दिए। उनले भने, यसलाई आफ्नो हातमा कसिलो गरी समात। आनन्दले ढुङ्गा समात्यो। केही बेरपछि बुद्धले सोधे, अहिले कस्तो लागिरहेको छ? आनन्दले भन्यो, हात दुख्न थाल्यो। बुद्धले शान्त स्वरमा भने, अब यसलाई छोडिदेऊ। आनन्दले ढुङ्गा छोड्न साथ उसको अनुहारमा राहत देखियो। बुद्धले भने, यही तिम्रो दुःखको जड हो। तिमी जुन कुरा आशा र यादहरूलाई कसिलो गरी समातेर बसेका छौ, तिनैले तिमीलाई दुःख दिइरहेका छन्। जबसम्म तिमी छोड्न सिक्दैनौ तबसम्म शान्ति पाउन सिक्दैनौ। आनन्दको मनमा गहिरो लहर उत्पन्न भयो। उसले सोच्यो कि साँच्चै मेरो दुःख बाहिर होइन, बरु मेरो भित्र छ। बुद्ध अगाडि बढेर बोले, हेर आनन्द, जीवन एउटा नदी जस्तै हो। यो सधैँ बगिरहन्छ। तर यदि तिमी आफ्नो भित्र कुनै चिजलाई रोक्ने प्रयास गर्छौ भने त्यही अवरोध तिम्रो भित्र फोहोर बनाइदिन्छ। पानी जब बग्छ तब सफा रहन्छ र जब रोकिन्छ तब सड्न थाल्छ। त्यसै गरी जब तिमी कुनै भावना, कुनै रिस, कुनै आशालाई पक्रेर राख्छौ तब त्यसले तिमीलाई बिस्तारै भित्रैदेखि जकडी राख्छ। बुद्धले नदीबाट केही पानी उठाएर भने, हेर, यो पानी सफा छ किनभने यो बगिरहेको छ। तर यदि यसलाई कुनै भाँडोमा बन्द गरिदेऊ भने भोलि यो गन्हाउन थाल्छ। आनन्द सबै कुरा बुझ्न थालेको थियो। उसलाई याद आयो कसरी उसले आफ्नो साथीले भनेको एउटा कुरा वर्षौँदेखि मनमा राखेको थियो। कसरी उसले केही पुराना सम्बन्धहरूलाई समातेर राखेको थियो जो अब केवल पीडा बनेका थिए र कसरी हरेक पटक ऊ आफ्नै अतीतमा फस्ने गर्थ्यो। बुद्धले बोले, जो गयो त्यसलाई जान देऊ, जो तिम्रो हो त्यो कहिले जाँदैन। जब तिमी छोड्छौ तिमी खाली हुँदैनौ, तिमी नयाँ र राम्रो कुराका लागि ठाउँ बनाउँछौ। जिन्दगीमा हामी सबैले केही न केही पक्रेर बसेका छौँ। कसैले भनेका कुरा, कसैको धोका, कसैको जाने कुरा। किनभने जब तिमी छोड्छौ तिमी हार्दैनौ, तिमी हलुका हुन्छौ र जब तिमी हलुका हुन्छौ तिमी उड्न थाल्छौ। बुद्ध भन्नुहुन्छ, जो गयो त्यसलाई जान देऊ, जो बाँकी छ त्यसमा मुस्कुराउन सिक। जीवनलाई समातेर नराख, त्यसलाई बग्न देऊ। किनभने शान्ति कसैलाई पाउनबाट होइन, बरु आफ्नो भित्रको पकडलाई ढिलो गर्नबाट मिल्छ। ती मानिसहरू जो तिमीसँग रहनका लागि बनेका छन् तिनीहरू रहनेछन् र जो बनेका छैनन् तिमीले जतिसुकै समाते पनि फुत्किनेछन्। त्यसैले हरेक दिन आफ्नो भित्र हेर र हेर, के त्यो चिज साँच्चै तिम्रो कामको हो वा केवल एउटा बोझ हो जसलाई तिमी भावनाहरूको नाममा उठाइरहेका छौ। आनन्दले बुद्धका कुराहरू सुन्यो र एउटा लामो सास लियो। पहिलो पटक उसलाई लाग्यो मानव उसको भित्रको बोझ उत्रियो। उसले मुस्कुराएर भन्यो, भगवान, अब बुझे, म आफ्नै दुःखहरूलाई आफै बोकिरहेको थिएँ। बुद्धले बोले, हो आनन्द,
दुःख बाहिरबाट आउँदैनन्, तिनीहरू भित्रबाट जन्मन्छन्। जब हामी चिजहरूलाई जान दिँदैनौँ, त्यो दिनदेखि आनन्दले छोड्न सिक्यो। आफ्ना आशाहरू, आफ्ना गुनासोहरू, आफ्ना डरहरू, र जसरी उसले छोड्यो त्यसरी जीवन सुन्दर हुन थाल्यो। कहिलेकाहीँ छोड्नु सबैभन्दा ठुलो साधना हुन्छ, किनभने त्यागमा नै स्वतन्त्रता छ र स्वतन्त्रतामा नै शान्ति। त्यसैले साथीहरू, यदि यो कहानीले तपाईँको मन छोयो भने यसलाई केवल नसुनिराख्नुहोस्, यसलाई जीवनमा उतार्नुहोस्। यदि तपाईँ पनि कुनै चिजलाई समातेर बस्नु भएको छ भने, कुनै पुरानो चोट, कुनै पुरानो सम्बन्ध, त्यसो भए आज बस एकपटक छोड्ने कोसिस गर्नुहोस्। सायद त्यहीबाट तपाईँको साँचो यात्रा सुरु हुनेछ। साथीहरू, म आशा गर्छु कि यो कथा सुनेर तपाईँको जीवनमा राम्रो परिवर्तन आउनेछ। तपाईँले यो भिडियोबाट के सिक्नुभयो यो कमेन्ट गरेर अवश्य बताउनुहोस् र आफ्नो परिवार, साथीहरू वा तपाईँको नजिकको मानिससँग यो कथा साझा गरेर उनीहरूलाई पनि यो ज्ञानसँग परिचित गराउनुहोस्। यदि तपाईँलाई यो भिडियो राम्रो लाग्यो भने कृपया यो भिडियोलाई लाइक गरिदिनुहोस् र तपाईँले अहिलेसम्म यो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया यो च्यानललाई सब्स्क्राइब पनि अवश्य गरिदिनुहोस्। तपाईँको हरेक दिन शुभ होस् र खुसीले तपाईँको जीवन भरियोस्। धन्यवाद।